Morning from Neil Island, Side Deep. र म तपाईहरुलाई हाम्रो यो रिसोर्टमा बसेको इट्स ब्रेक वाटर। यहाँको चाहिँ खुबी चाहिँ के छ, इट्स भेरी स्मल आइल्यान्ड। 8 किलोमिटर मात्रै छ यो वरिपरि हो। र तपाईहरु अन्डमान निकोबार तपाईहरु घुम्नु आउनुहुन्छ भने चाहिँ म तपाईहरुलाई के भन्छु भने चाहिँ अन्डमान इट्स भेरी गुड, नो डाउट इट्स भेरी गुड। आइल्यान्ड एक्सप्लोर गर्यो भने चाहिँ एकदमै दामी छ क्या। किनभने अब नेचरको चाहिँ अब खास कस्तो हुन्छ है, हामी त जुन हिल साइडमा बस्नेहरू हो, समुद्र देख्दै तर्सिँदो रहेछ क्या। खारा पानी हैन हो त्यस्तो। अन्त मलाई चाहिँ मन पर्यो। आई रियली इन्जोय दिस ट्रिप, साँच्चै नै भन्छु हो। एन्ड आई थ्याङ्क माई लर्ड अल्सो यो सबै कुराको लागि। हेर्नुहोस् न, यो हाम्रो रिसोर्टको पछाडिपट्टि चाहिँ समुद्र छ, इन्डियन ओसन। ह्याभलगमा पनि त्यस्तै थियो। ह्याभलगमा हामी बसेकोमा पनि पछाडिपट्टि हाम्रो समुद्र थियो। र समुद्रको स्वर सुन्नु न, हर कराएको है। अब वेभ्स कत्रो ठुल्ठुलो आउँदैछ, यो टाइड्सहरू है। अन्त त्यही हो, आज हामी नील आइल्यान्डमा छौँ। हामी कतिवटा ठाउँमा हिजो हामी लक्ष्मण द्वीपहरू गयौँ। यो आइल्यान्डमा चाहिँ के छ, इट्स भेरी ब्युटिफुल, दामी। तर नराम्रो कुरा चाहिँ के रहेछ भने चाहिँ अब पहिला हिस्ट्रीमा चाहिँ यहाँ चाहिँ बोटमाथि उता अन्डमानबाट चाहिँ मान्छेहरू लिएर आएर, बिजनेसहरूलाई लिएर आएर चाहिँ यहाँ चाहिँ दफ्नाइदिँदो रहेछ क्या। म त्यस्तो अब यति शान्त ठाउँमा मान्छेको करतुतहरू, तर पनि यहाँ हेर्नुहोस् यति यहाँ उहाँ एउटा एक्लो मान्छे बसिरहनु भएको छ है। उनीहरू यो चाहिँ हाम्रो ओसनको भ्यू देख्नु हुँदैछ। नील आइल्यान्ड जस्ट 8 किलोमिटर मात्रै छ। तर पनि यहाँ सेन्ट्रल गभर्मेन्टको एडमिनिस्ट्रेसन भएको कारणले गर्दा मलाई त सबै राम्रो लाग्यो। पावर जेनेरेसनहरू सबै राम्रो रहेछ। बाटोहरू कति दामी, एभ्रिथिङ इज गुड। यहाँ सबै कुरा राम्रो। यहाँ हेर्नुहोस् होला, यहाँ चाहिँ एउटा राम्रो कुरा चाहिँ के छ भने चाहिँ यो ठाउँमा टुरिस्ट स्पट भयो भने पनि एल्कोहल चाहिँ ट्याक्कै पाउँदैन रहेछ। यहाँ कुनै पनि पाबन्दी छैन यहाँ कि एल्कोहल खानु हुँदैन भनेर, पाउँदैन रहेछ यहाँ। दिस इज गुड। अन्त अर्को कुरा, यहाँ फ्यामिली एकदमै तपाईँहरू सानो सानो नानीहरूलाई लिएर आएको छ। यहाँ हामीले त 5 महिनाको नानी लिएर आएको पनि यहाँ देख्यो। म त त्यो चाहिँ नगर्नु भन्छु क्या। अब त्यत्रो डरलाई त बिचमा स्पिड बोटमा जानुपर्ने, 5 महिनाको नानी बोकेर मान्छेहरू यहाँ घुम्न आउनु चाहिँ त्यो चाहिँ मलाई मूर्खतै लाग्यो। हो त्यस्तो, त्यो चाहिँ नगर्नु पर्ने हो। तर पनि फ्यामिली लिएर अब एउटा नानी 10 वर्ष जस्तो छ भने चाहिँ तपाईँहरू कम्फोर्टेबली आफ्नो नानीहरूलाई लिएर तपाईँहरू आउनु सक्नुहुन्छ। यहाँ कुनै पनि अप्ठ्यारोपना, त्यो हिप्पी कल्चरहरू त्यस्तो चाहिँ केही पनि छैन क्या। डिसेन्ट मान्छेहरू, किनभने टेस्ट डिसेन्ट भएको कारणले गर्दा, एडमिनिस्ट्रेसन राम्रो भएको कारणले गर्दा टुरिज्म पनि डिसिप्लिन छ यहाँ चाहिँ। एन्ड द्याट इज भेरी गुड। अन्त यो चाहिँ नील आइल्यान्ड हो तपाईँहरूको। एन्ड दिस इज आवर रिसोर्ट। देख्नुभयो, सानो सानो हटहरू बनाइदिएको छ। यहाँ चाहिँ कोकोनटको जङ्गल भनौँ न है। यो कोकोनट पनि आमा नुन पानी खाएर होला यत्रो मोटो मोटो। इट्स अ भेरी न्यू थिङ फर अस, सबै नयाँ नयाँ हाम्रो लागि नि। र आज हामी चाहिँ यहाँबाट हामी यो आइल्यान्ड एक्सप्लोर गर्नु जान्छौँ। यो कतिवटा एरिया नेचुरल फर्मेसन ब्रिजहरू छ अरे है, कतिवटा हो त्यो हामी हेर्छौँ। अन्त हामी बेलुका चाहिँ हाम्रो क्रुज छ र हामी त्यहाँबाट चाहिँ हामी स्ट्रेट अवे हामी पोर्ट ब्लेयर जान्छौँ। तर आजको चाहिँ जुन चाहिँ हाम्रो जेटी छ त्यो एकदमै स्पिड बोट छ क्या, ठुलो छ। त हामी जस्तो
पहिला हामी यहाँदेखिको हामीलाई ह्याभलग आउनु 2 घन्टा लागेको थियो भने ह्याभलगदेखिको अलि टाढो हो यहाँ तर पनि हामीलाई यहाँदेखिको चाहिँ हामी बोर्डबेड जानु त्यो बोर्ड यति स्पिड छ अरे कि झन्डै 1 आवर 15 मिनट्समा हामीलाई पुऱ्याइदिन्छ अन्त हामी अब जान्छु अनि यो रिसोर्टहरू सानो छ है एनिवे हेभ अ वेल प्लस टाइम ओके